जेनजी आन्दोलनमा भागेका थुनुवा ललितपुरबाट पक्राउ। 5 वर्षपछि भारत र चीन बीच सीधा हवाई सेवा पुनः सुरु। सुत्केरीको मृत्यु भएपछि किस्ट अस्पतालमा तनाव प्रहरी परिचालन। थप उपचारका लागि सिङ्गापुर जाँदै देउवा। नमस्कार, यहाँहरूलाई स्वागत छ बीटीभी नेपालको न्यूज बुलेटिनमा। म मित्रता श्रेष्ठ। गत 23 र 24 भदौमा भएको जेनजी आन्दोलनको क्रममा फरार भएका एक थुनुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिराको धनगढीमाई नगरपालिका 10 घर भई ललितपुरको लुभु बस्ने 27 वर्षीय नवराज गिरी छन्। उनलाई प्रहरी वित्त साधो बाटोबाट खटिएको टोलीले लुभुबाट पक्राउ गरिएको हो। उनी लागू औषध सम्बन्धी मुद्दाका थुनुवा रहेको प्रहरीले बताएको छ। भारत र चीन बीच 5 वर्षपछि सीधा हवाई सेवा पुनः सुरु भएको छ। भारतको कोलकाताबाट करिब 180 यात्रु बोकेर इन्डिगोको उडान 6E1703 सोमबार चीनको ह्वाङझाउ आइपुगेको छ। कोभिड महामारीको समयमा 2020 को सुरुवातमा दुई देशहरू बीचको सीधा उडानहरू बन्द गरिएको थियो। त्यस वर्ष लद्दाखको गलवानमा भारतीय र चिनिया सेना बीच भएको हिंसात्मक झडपपछि उडानहरू पुनः सुरु भएन। यद्यपि दुई देशको सम्बन्ध बिस्तारै सुधार हुँदै गइरहेको छ। गत वर्ष दुई पक्षले सीमा गस्तीमा एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर पनि गरेका थिए। यस वर्ष अगस्तमा प्रधानमन्त्री नरेन्द्र मोदीले 7 वर्षपछि चीनको भ्रमण गरेका थिए र सोही महिनामा चिनिया विदेश मन्त्री वाङ यीले पनि भारतको भ्रमण गरेका थिए। सुत्केरीको मृत्यु भएपछि ललितपुरको किस्ट अस्पतालमा तनाव भएको छ। सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भिड जम्मा गरेर विवाद गर्न थालेका थिए। सोसँगै अहिले अस्पतालमा तनाव भएको छ। सुत्केरीको मृत्यु कार्तिक 7 गते नै भएको थियो। मृतकका परिवारले अस्पतालमाथि दोष लगाउँदै तनाव सिर्जना गर्न थालेपछि अस्पतालले सुरक्षा मागेको थियो। सोही अनुसार प्रहरी परिचालन गरिएको एसपी जोशीले जानकारी दिए। अहिले मृतक परिवार र अस्पताल बीच छलफल चलिरहेको छ। उनले भने अस्पतालले सुरक्षा मागेपछि प्रहरी पठाएका हौं, घटनाबारे बुझ्दैछौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिङ्गापुर जाने भएका छन्। भदौ 24 गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पति उपचारको लागि सिङ्गापुर जान लागेका हुन्। सभापति देउवा थप उपचारको लागि सिङ्गापुर जान लागेको कांग्रेस प्रवक्ता डाक्टर प्रकाश शरण महतले बताए। उनले भने उपचारको लागि उहाँ सिङ्गापुर जाने तयारी छ। केही दिनमा जानुहुन्छ। प्रदर्शनकारीको आक्रमणमा परेका देउवाको गर्दनमा 12 वटा टाका लगाइएको थियो। आन्दोलनको 1 महिनापछि पार्टी बैठकमै आएर पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। आजको न्यूज बुलेटिन यही समाप्त भएको छ। अर्को बुलेटिनका साथ फेरि पनि उपस्थित हुने नै छु। तबसम्मको लागि हेर्दै गर्नुहोला बीटीभी नेपाल।